म 18 वर्षपछि हाम्रो खेतमा आएँ। 18 र 5 23 20 वर्ष 20 वर्ष पहिला हाम्रो बुवाले यो खेत रोप्नुहुन्थ्यो। जहाँ यो अहिले देखिएको जङ्गल छ, यो जङ्गलका झुडी केही पनि थिएन, बाँस घारीहरू पनि थिएनन्। यहाँ खर्यान थियो, खर्यानको पल्लोपट्टि खेतहरू थिए। 40 मुरी 50 मुरी धान बनाउनुहुन्थ्यो। यो खेतमा यो माद्रकुलो भन्ने हुन्थ्यो, पानी आउँथ्यो मजाले, खेत रोपाइ हुन्थ्यो। अब अहिले यस्तो झुडी भएछ, सायद यहाँ मान्छेको गन्ध त सुँग्न पाइँदैन। मान्छे आउन पनि डरलाग्दो भइसकेछ। हाम्रै छोरी बकुलीसँगै खेत हेर्न र रर ल्याएकी आउन त आइन नानी, घर जाने क्यार्नी भन्दैछन्, कसरी जाने भन्दैछन्। उठा उठा म यहाँ उठा हेर्थ्यौ। तिम्रा बा हजुरबाले गर्नुभयो, बाले गरेनन्, जङ्गल बनाइदिए सबै। बिस्तारै बाँसगाडी थिएनन्, यो बाँसगाडीको उपयोग त छैन। के गर्नु, गोरु चराउने खेतहरू ल्यानहरू सब ध्वस्त ध्वस्त। 50 रोपनीका खेतहरू छोडेर 10 थुरको घरमा हामी व्यस्त भएका छौँ, मस्त भएका छौँ, मग्न भएका छौँ। के गर्ने, हरियाली अनि अक्सिजन त फ्रीमा पाइएछ नि यहाँ, पुरै प्योर। कस्तो लाग्यो, रमाइलो लागेन? सास जाला जस्तो भयो। एक्लै तिमीलाई छोडिदिए भए घर पुग्न सक्छौ नै? हेरे नि बुढा बेकारकै नि, सिरिस फडेल जामुनो। ओहो, के विचित्र भएछ। 18-20 वर्षमा विचित्रै परिवर्तन भएछ। हरिओम हरिओम। अब म यहाँ के गर्छौ? तिम्रो हजुरबा खेत यही हो। अब खेत देखिन्न, जाइ झुडी मात्र हेर। यस्तो छ जिन्दगी हामी नेपाली जनताको। साला डाँडाभन्दा पनि रुख हल्का भएछन् के, खेतका आलीभन्दा पनि रुख हल्का भएछन्। यस्तो रमाइलो पनि। ड्रोनमा चढेर आउनु पर्ने भयो हेर्न त। सिमलका रुख कति हल्का भएछन् हेर्न ठाने। यो त चाहिँ 70 फुटको छ होला यो अलको बुटो त। टुनीको बुटो झन् 70 फुटै होला माथि है।